भइरहेछ भन्नुहोस्। एक्साइटेड। क्यानाडामा फर्स्ट टाइम डोनर गरेँ हो। नेपालमा चाहिँ फ्रिक्वेन्ट गरिराख्नु? मैले नेपालमा पनि फर्स्ट एकचोटि गरेको थिएँ। ए ओके ल अब चाहिँ यहाँ यता बस्नुजन मिलुन्जल कन्टिन्युसली गर्नुहोस्। अब गरिन्छ है। अब हजुरले आफ्नो बारेमा भनिदिनुहोस् त। म चाहिँ नेपालमा खास पत्रकारिता गर्थेँ। हजुर लगभग 22-23 वर्ष पत्रकारिता गरेको। अहिले चाहिँ म क्यानाडाबाट 1.5 वर्ष भयो। हजुरको नाम चाहिँ? अब्दुल्ला मियाँ मेरो नाम। हजुरले कान्तिपुर शुक्रबारमा कान्तिपुर दैनिकमा काम गर्दै खास गरी मैले इन्भाइरोमेन्ट सेक्टरमा बडी न्युजहरू कभर गर्थेँ। ओके। अनि त्यही सिलसिलामा 1.5 वर्षदेखि यता काम गरिरहेको छु। आशा छ अब आज एकदम रमाइलो फिल भइरहेको छ मलाई चाहिँ। यो मेरो चौथो पटक पनि हो क्यानाडामा। हजुर। अनि यस्तो चाहिँ कार्यक्रम चाहिँ यहाँ नेपाली एसोसिएसनले गरेको चाहिँ धेरै राम्रो कुरा हो है। कसैलाई मलाई मेरोबाट अरूको लाइफ सेभ हुन्छ भने हजुर होइन त्योभन्दा अरू कुरा चाहिँ खासै केही छ जस्तो मलाई लाग्दैन कि मानवताको हिसाबले। त्यही भएर दिपेन राउत छेत्री अहिले म एनपी क्यानाडाको सचिवको रूपमा कार्यरत छु र आज हाम्रो जुन अप्रिल 27, 2024 चाहिँ मेरो ब्लड डोनेसनको आयोजना गरेछौँ। त्यो ब्लड ड्राइभमा मुख्य रूपमा चाहिँ सहयोग गर्ने हाम्रो ट्रिलियम फाउन्डेसनको हाम्रो लिले दिजुलाई धेरै धेरै धन्यवाद। क्यानाडामा ब्लडको डिमान्ड धेरै नै रहन्छ र त्यसमा पनि अब हामी एज अ नेप्लिज कम्युनिटी चाहिँ एउटा अर्गनाइजेसन वेमा चाहिँ हामीले नेप्लिज ब्लड डोनर्स एसोसिएसन भनेर एउटा संस्था खोलेर त्यसमार्फत नेपाली कम्युनिटीमा भएका सबै हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ ब्लड डोनेसन र प्लाज्मा डोनेसनतर्फ चाहिँ मोटिभेट गर्नको लागि त्यसतर्फ एजुकेट गर्नको लागि चाहिँ हामी लागिरहेका छौँ र यसमा साथ दिनुहुने ट्रिलियम फाउन्डेसन र त्यस सम्बन्धित सम्पूर्ण ट्रिलियम फाउन्डेसनका मेम्बर्सहरूलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। Hi, I'm Jennifer Matthew. I'm the Community Development Manager here at Canadian Blood Services in Scarborough. I've been with the organization 6 years, and I have a personal reason for being part of the organization. My husband had cancer many years ago and needed a lot of blood transfusions, so I got to see firsthand how important blood donations are, and you can't wait until someone needs blood. The blood has to be available. So we're so thankful for organizations like the Nepalese Blood Donor Association and the Trillium Foundation for coming in and bringing in donors to ensure that patients have the blood that they need. We wouldn't be able to give the patients blood without organizations like these two. So we're so very thankful for all your support, and we love to see you in the organization. So thank you. I'm Arun Gurung. I'm Bosnia University Scarborough. आज चाहिँ हामीहरू यहाँ ब्लड डोनेसन which was organized by Trillium Foundation. We are here for that purpose. म अहिले चाहिँ यहाँ ब्लड डोनेसन गरिरहेको छु. अब नेक्स्ट चाहिँ हामीहरूले चाहिँ ब्लड डोनेसन गरिसकेपछि we are going to also organize for plasma donation. यो चाहिँ एउटा युनिक नयाँ कुरा त होइन, तर a lot of people are not well aware of it. We will in the coming days educate people on it. Right now, हामीहरूले चाहिँ ब्लड डोनेसनको लागि चाहिँ अराउन्ड 20-30 जना जतिहरू आउनुपर्छ। धन्यवाद यहाँलाई। आज हाम्रो ट्रिलियम फाउन्डेसनले आयोजना गरेको ब्लड डोनेसन प्रोग्राम र नेप्लिज ब्लड डोनर एसोसिएसन क्यानाडाले कोअर्डिनेसन सहजीकरण गरेको क्यानाडियन ब्लड सर्भिसेससँग र आज चाहिँ यो स्कार्बरो डोनर क्लिनिकमा ब्लड डोनेसन कार्यक्रम हुँदैछ। नेपाली कम्युनिटीमा क्यानाडा बेसमा एउटा चाहिँ ब्लड डोनेसनको अभियानलाई निरन्तरता गर्ने क्रममा हामीले विभिन्न पार्टनर अर्गनाइजेसनसँग पार्टनरसिप गरेर र क्यानाडियन ब्लड सर्भिससँग नेसनल पार्टनरसिप लिएर ब्लड डोनेसनको अभियान चलाइरहेका छौँ र यस अभियान अन्तर्गत जोडिनु भएकोमा ट्रिलियम फाउन्डेसन का सम्पूर्ण पदाधिकारी तथा मेम्बरहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ र हाम्रो कम्युनिटीमा फिमेल डोनरहरूको अलिकति मोटिभेसन कम छ र यो ग्यापलाई पनि फुलफिल गर्नलाई ट्रिलियम फाउन्डेसनले जुन अभियान सुरु गरेको छ त्यो निकै सराहनीय छ। सम्पूर्ण फिमेल डोनरहरूलाई हार्दिक नमन धन्यवाद।